सतीमाताको मुन्टु झरे ठाउँ भएर लटरम ईश्वर महादेव हो हजुर जानेर लटरम दिए भने यहाँ चाहिँ बोकेर हिँड्दाखेरि यज्ञको नाम प्राण त्यागी हुन्छ नि हजुर सधैँ माता त्यो महादेवले बोकेर डाँडा काँडा सरी बोएर हिँड्थ्यो नि अब मुन्टु झरेको माथि माथि हो हैन हिँड्दा लागेको उकालो पनि माथि डाँडामा आएर तलको भ्यूहरू हेर्दाखेरि आनन्द बस्छ यहाँको परिस्थिति बानी हो यो हिँड्दैछौँ गाइज ए बाटो त लास्टै उकालो उकालो सोचे जस्तो छैन हजुर हाम्रो यहीँ स्थानीय अङ्कल नै हुनुहुन्छ तपाईँको अहिले पहिलोचोटि हो कि पहिला नि आउनु भएको थियो म पहिलोचोटि हो आफ्नै जिल्ला आफ्नै पालिकाको हो होइन हजुर पहिलोचोटि हो के छ यहाँको हामी चाहिँ एकैछिनको उकालोपछि यस्तो ठाउँमा आइपुग्न सक्छौँ यहाँको बारेमा कता के अङ्कल यहाँको बारेमा बताइदिनुहोस् त यो बकैया 12 नम्बर वडा हो यो हजुर यो पारिपट्टि ललितपुरको यो मकवानपुर भयो हजुर यो बागमती खोला भयो सिमानाको हजुर बग्दै अब यो राईगाउँ पुग्छ हो अनि त्यहाँ कर्मया पुग्छ हजुर यो रोड हामी आउने यही रोड बाटो है सर हामी जाने यो काठमाडौँ जाने बाटो ए काठमाडौँ जाने बाटो कति घन्टामा पुग्छ कि चाहिँ काठमाडौँ अब चाहिँ 1 घन्टा लगभग समथिङ 1 घन्टा यहाँबाट काठमाडौँ पनि एकदम छोटो रहेछ है काठमाडौँबाट आउँदाखेरि यही बाटो आइयो भने लगभग 1 घन्टामै यहीँ आउन सकिन्छ मकवानपुर जिल्लामा पर्ने धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ लटरम्मेश्वर महादेव समुद्री सतहबाट करिब 1500 मिटरको उचाइमा पर्दछ। विशेष गरी श्रावण महिना र महाशिवरात्रिका दिन विशेष भिड लाग्ने भएकाले हामी पनि श्रावण महिनाको पहिलो सोमबार जान लागिरहेका थियौँ। महादेवतर्फको यात्रामा थकाइ मेटाउनका लागि बीचबीचमा चिया र खाजाका ससाना पसलहरू पनि भेटिन्छन्। कहाँदेखि आउनुभयो तपाईँहरू? हो पहिला नि आउनुभएको थियो कि पहिलोचोटि आउनुभएको? कस्तो अनुभव भइरह यहाँसम्म आउँदाखेरि यसो बताइदिनुहोस् न। कहाँदेखि आउनु भएको? लटरम्मेश्वर महादेवको दर्शन गर्नको लागि कहिले पहिलोचोटि आउनु भयो कि पहिला नै आउनु भएको थियो? म 10औं पटक 10औं पटक है? के छ के भाकल साकल थिएर आउनु भएको छैन? ए ल ठिक छ भनेपछि हैन यसो आफ्नो ठाउँको तपाईँ यहीँको स्थानीय त यहाँ हजुर यहीँको बारे यहीँको हुनुहुन्छ कि बताइदिनुहोस् त यहाँ मन्दिरको बारेमा के कसरी? मन्दिरको बारेमा भन्नुपर्दा त लटरम्मेश्वरी महादेव हजुर सतीदेवीको लटा पतन भएको भनेर हजुर चाहिँ लटरम्मेश्वरी भने हो। हजुर अब पहिला चाहिँ त्यति चासोको विषय थिएन, पछि ट्रेकिङको रूपमा हुँदै गर्दाखेरि चाहिँ यहाँ सबैजना हामी चाहिँ यहाँ पहिलादेखि नै आइरहने हो। ए महादेवको आस्था केन्द्र भनौँ। अब यो साउन महिना त्यो पनि आज यहाँ आइसकेपछि मान्छेको भाकल पुरा हुने यताउति भन्ने नि विश्वास रहेछ मान्छे। तपाईँको शुभ नाम? मेरो नाम दीपक दुला, घर चाहिँ गाउँपालिका वार्ड नम्बर 4। हजुर पेसाले चाहिँ म शिक्षक। देख्न सक्नुहुन्छ जुगा उकालो चाहिँ लास्टै उकालो रहेछ कि है? घाम लाग्न लाग्यो बल्ल। बाटो चाहिँ यस्तो छ, यस्तै हो बाटो, जङ्गलको जस्तो बाटो छ, भ्यू यस्तो देख्न सकिन्छ। रमाइलो छ गाइज, आउनुहोस् तपाईँहरू पनि फिर दर्शन गर्नुहोस्। सिरेसर बताइदिनुहोस् एक बार। यो फास्ट ट्र्याक भन्छ नि होइन? हजुर त्यस्तो सुरुङ मार्ग यो यहाँदेखि कहाँ निस्किन्छ? ऊ त्यो पुल देख्नुभयो नि उतापट्टि? हजुर त्यो पुलबाट यहाँ निस्किने, हजुर यहाँबाट यतापट्टि निस्किन्छ। ए यो तल देखिने गाउँ चाहिँ के गाउँ भयो? यो कोलखोप। कोलखोप हजुर ठिक छ। हामी आएको बाटो त्यही हेर्नुहोस्, यात्रा गर्नुभयो। हजुर हामी आयो नि त्यो पुलभन्दा माथिल्लोपट्टिको बाटो छैन? हजुर त्यही बाटो आएको नि हामी हो लेन डाँडा हुँदै। ल ठिक छ।
ल लटरम्बेश्वर महादेव दर्शन गर्नका लागि हामी अब यस्तो सिँढी रहेछ वहाँ पुग्ने बेलामा ऊ त्यहाँनिर चाहिँ मन्दिर छ। यहाँ चाहिँ अहिले चाहिँ मौसम त्यस्तै भएको कारणले गर्दा खुल्न सकेको छैन। यहाँ चाहिँ एकछिनमै मौसम खोल्ने अनि एकछिनमा हराउने हुने रहेछ। यस्तो ठाडो उकालो छ गाइज। हामी चाहिँ लगभग मन्दिरमा आइपुग्न लाग्यौँ है। ठिक छ भाइहरू आइसक्यो हो। ती देवी माताको मुन्टु झरे ठाउँ भएर लटरम्बेश्वर महादेव हो। हजुर जानेर लटरम्बे दिए भने यहाँ चाहिँ मेन के को पूजा सती देवी हुन्छ? यो महादेव माथि चाहिँ महादेवले सतीदेवी बोकेर हिँड्दाखेरि यज्ञको नाम प्राण त्यागी हुन्छ नि हजुर। सती माता त्यो महादेवले बोकेर डाँडा काँडा शरीर बोएर हिँड्यो नि अब मुन्टु झरे ठाउँ माथि हो। अनि त्यहाँ शिर भएर नटेक भनेर चाहिँ भगवान्ले भन्नुभएको छ। त्यहाँ लटरम्बेश्वर महादेव भनेर त्यहाँ- आमाको मुन्टु झरे ठाउँ हजुर त्यहाँ चाहिँ लटरम्बेश्वर महादेव गुफा त्यहाँ ध्यान गर्ने ठाउँ पूजा गर्ने ठाउँ त्यहाँ महादेवको जिरो भनेपछि यहाँ भित्र जान मिल्यो माथि जान मिलेन? माथि जानु चाहिँ मिल्दैन। ए ल हस्। तपाईँहरू गजुरमा गएर पूजा गर्दैन होला। हजुर। पूजा गर्छ भने यहाँले गर्ने हो। भगवान् पूर्व फर्केर बस्नु भएको छ होइन। हजुर यहाँ माघमा मेला लाग्थ्यो। कति 24 घन्टा माघको 1 गते मसान्तको दिनदेखि हजुर। मेला लाग्ने। पहिला सत्यजुगदेखि नै मान्छे टुप्पोमा जाने कोही मात्रै जान्थ्यो। त्यहाँ चाहिँ भक्तहरूले लाएर मलाई चाहिँ 51 सालमा सपनामा यता दाहिनेपट्टि पूजा घर महादेवलाई गुफा छ माथि शिर हो माथि भयो भनेर बानी दिनुभएको। अनि म चाहिँ कहिले पनि जाँदैन। हजुर भक्तहरूलाई पनि भन्छु शनिबार आउने कति पनि 4-5 भागमा 4 भाग मान्छे जाँदैन। 1 भागको चाहिँ आधी मान्छे हजुर। कोही जान्छ। त्यो दाइहरूले भने सुदेव बुवालाई भेटेर बुढा सुब्बालाई लाने डोरी यो मन्दिर चढाउने यो तपाईँहरू बान्ने हो। यो एकचोटि के किन्यो बेच्नेले बेच्यो भने पनि हो वास्तव भनौँ भने महादेवले यो